मैले नयाँ नयाँ युट्युब च्यानल खोल्दाखेरि चाहिँ सबैजनाले तिमीले त यस्तो भिडियो गराउँछौ है, यस्तो भन्छौ उस्तो भन्छौ भनेर मेरो मान्छेहरू बहुत खिल्ली उडाउँथ्यो कि साथीहरू। अनि मैले चाहिँ कसैको कुरा पनि सुनिन, लाज त लाग्थ्यो तर सुनिनँ के। यो मान्छेले नि अब मुख देखाउन पनि लाज लाग्ने कि होइन, कसैले के भनियो कि कसैले के मतलब कसरी हेरेछन् भने मैले हेरेँ कि मैले युट्युबमा भिडियो राखेको छु त्यही भएर मलाई हेरेँ कि भन् जस्तो लाग्थ्यो कि। अनि मेरो अगाडि मेरो भिडियो सुनिदिने अनि मलाई फेरि साह्रै लाज लाग्ने कि आफू बोलेको सुन्दाखेरि। अनि आजकल चाहिँ म पहिलाको कुरा सोध्छु कि होइन यस्तो यस्तो गरेँ यस्तरी बोलेँ भन्ने हुन्छ। अनि अहिले चाहिँ मैले त्यो पहिलाको भिडियोहरू गराएर अहिले अलिअलि पैसा कमाउन लाएपछि थाहा भयो कि अनि होइन तिनीहरूले भन्दै गरे पनि जे गर्दै गरे पनि आफू अगाडि बढ्दै जाने भने त एक दिन न एक दिन त केही न केही त हुँदो रहेछ भने जस्तो भयो। पहिला चाहिँ आफूले इन्भेस्ट पनि गरेँ, अब जे चिजलाई पनि केही कुराको नलेज थिएन नि त साथीहरू। मोबाइल अब आइफोन चलाउला जस्तो नलाग्ने मान्छेले आइफोन जस्तो कुरा किनियो। अब ट्राइपोड भयो, रिङ लाइटहरू भयो, त्यसपछि पछि जति इन्कम हुँदै गयो त्यति आफ्नो लागि सामानहरू जोड्दै गयो नि त। सबभन्दा सुरुमा मैले भिडियोहरू गराउँदा चाहिँ मान्छेहरूले धेरै कुरा काट्छ तर कसैको कुरा सुन्न चाहिँ हुने हुन्छ।